Hey, yo. Aha. यस्तै छ पारा मेरो मान्छे म बिन्दास मानिस भन्दा मलाई बलु छ केही खास सोच्छु म हर प्रहर मनमा चल्ने यो लहर चम्किला तारा माझ पुग्ने मेरो निरहर यस्तै छ पारा मेरो मान्छे म बिन्दास मानिस भन्दा मलाई बलु छ केही खास सोच्छु म हर प्रहर मनमा चल्ने यो लहर चम्किला तारा माझ पुग्ने मेरो निरहर रमाउँछु आफैमा म आफैमा हराउँछु खुल्ला आकाश बिचमा सङ्गीत मेरो रमाउँछु टोकिने कहाँ होला मेरो गन्तव्य कसले जाने छ र यहाँ आफ्नो भवितव्य जिन्दगी कठिन हुन सक्छ हिँड्दा हिँड्दै पाइला यहाँ थाक पनि सक्छ तर म हार्ने छैन मेरो यो सङ्कल्प छ तर म हार्ने छैन मेरो यो सङ्कल्प छ तर म हार्ने छैन मेरो यो सङ्कल्प छ ए लगाएको आउँछ भाइ हजुर दाइ ठिक छ नि मिलाउनु भएको हजुर मलाई यसलाई चिनेको चिने भएछु मसँग दाजुभाइ तिमीले हो मै हो हजुर ए ठिक छ आरामसँग आइपुग्यो नि एकदम ल एकदम त्यसोभएदेखि चाहिँ लागेको छ है यता कता बाटो बाटो यतै भएको छ है अब त्यसोभएदेखि सब ठिक छ नि होइन हजुर ठिक छ नि सबै होइन ठिक छ एकदम अब यताबाट गाडी यता छ सामानहरूमा त्यस्तो अप्ठ्यारो केही परेन यस्तो के भयो सबै ठिक हुन्छ त्यस्तो हस् हुन्छ है तपाईँको चाहिँ अनि के हो काम काम मेरो त त्यही रेस्टुरेन्टहरूमा यताउति बाहिर पनि गाडीको काम पनि गर्छ गाडी काम गाडी बेच्ने किन्ने जस्तोवाला मेरो नाम न्याम थापा हो ए हजुरको नाम यामा थापा हो हजुर नेपालमा साथीहरूले हजुरको नाम लिइरह हुन्थ्यो नेपालदेखि नै भेट्ने मन थियो तपाईँ लिन आउनु भएछ धेरै खुसी लाग्यो अब दाइले यसो भाइलाई हेल्प गर्नु पर्यो एकदम भइहाल्छ नि र भाइ अब हाम्रै कन्ट्र्याक्ट अनुसार होस्टेलमा बस्नु होइन अनि साथीभाइहरूसँग मिलेर बिजुली पानी ग्यासको बिलहरू पेमेन्ट गर्नु त्यसपछि आज यस्तै भइहाल्यो आजको दिन होइन भोलि निचोबी छ यहाँको रातो बिदा छुट्टी हुन्छ अनि पर्सिबाट क्लास हुन्छ अब मेहनत गर्नुपर्छ काम मात्रै गर्नुपर्छ है त है भाइ हस् दाइ ल भाइ अब होस्टेल आइपुग्यो अब झरौँ है हस् हुन्छ Hey, hey. Hey, hey. भोलि गएको जाने हो गाउँ पढ्दै गर्ने हो ऱ्याप गर्ने हाने ब्रो ए अनि ब्रो लास्टै पढ्ने हो अनि ब्रो लास्टै पढ्ने हो ए
जापानमा बस्ने हो घुँडा पनि दस्ने हो हामी नेपाली हो अघि अघि बढ्ने हो हामी नेपाली हो अघि अघि बढ्ने हो ऐ ऐ ऐ ऐ भोलिकाको जाने हो काम पत्ते गर्ने हो ऱ्याप पनि हाने ब्रो ऐ ऐ अनि ब्रो लास्टै पढ्ने हो सुधार्नुकै पर्छ र के गर्छ दाइ उसको दिमागमा वाइफाई कनेक्सन छ नि देख्दैन चियासिरानीमा किताब काम पत्ते गर्ने हो लास्टै पढ्ने हो चुप्ला तेरो माथा फुटाइदिन्छु प्रकाश दाई आज खाना म बनाउँछु तपाईँ भाडा मार्नुहोस् फर्काउनु नि फेरि खाना बनाउँछु भन्दै बासी भात खुवाउँदै गर्छ Minasan konnichiwa. こんにちは。今日は漢字の勉強しますよ。ラジさんこっち来てください。はい。これは全部読んでください。간자, 간자, 진리, 신리, 무의, 무의, 조세, 조세, 칼부구, 칼국구, 원분. 원분. ありがとうございます。ごめんなさい。प्रकाश दाई तपाईँलाई कति पेट दुख्छ हो त्यही त एक हप्ता भयो कहिले छाती दुख्छ कहिले पेट दुख्छ ठिक भइहाल्छ धेरै पिङ नगर्नु अरे हाम्रो ऱ्याप आउनु भयो सुन केटा हो बाटोमा आएर ऱ्याप भन्दै आउँदै थिएँ जापानिज ब्रोसँग क्या ठोकिरा जापानिज ब्रो त उल्टै गोमेर साहेब भन्दै माफी मागिरा अरे ऱ्याप तैँले अझ धेरै सिक्न र बुझ्न बाँकी छ हेर राजु हामी नेपालमा कसैसँग ठोकियो अरे भने रिस चाहिँ हुँदैन झगडा गर्छ नि होइन जस्तो गल्ती भयो भने माफ मागिदियो टन्टै साफ संस्कार हो ऱ्याप संस्कार ए धेरै ऱ्याप ऱ्याप नभन् ए भोलिबाट तिम्रो काम होइन ल गाम बात्ते गर है भोलिपट्टि हेर्नु नि केटाको काम 이라시마세すみませんごめんなさいすみませんありがとうございますすみませんありがとうございますお優しいですねどこの国の方ですかネパールです。ああ、エベレストの国ですね。そうです。じゃあ気をつけてね。はい。気をつけて。
त्यहाँ काभ्रेमा देख्दा त्यस्तै फुल झै यहाँ केही मुर्झाएकी जस्ती किन जापान आएकी होला फेरि भेट हुने हो कि होइन लामो टोलाएर बसेछु आज काममा जानुपर्ने प्रकाश की आमा ए प्रकाश की आमा कहाँ गयो किन चिच्याएको के भयो बोलाएको नसुनेपछि चिचाउनु परेन त के भन्न खोजेको काम गरिरहेको मान्छेले बोलाएर पहिले यहाँ बस्छ न अनि भन्नु ल भन्नुहोस् के कुरा हो तिम्रो छोरोले केही गर्दैन जस्तो लाग्थ्यो तर जिम्मेवारी बुझ्ने भएछ तिम्रो छोरोले रेमिटेन्स पठाइदिएछ हेर बुढी अब बिस्तारै बिस्तारै उसलाई पठाउँदाको ऋण तिर्दै जानुपर्छ मैले पहिले नै भनेको हो नि छोरालाई त्यत्तिकै कराउनु हुन्थ्यो त्यही म कराएको हुनाले त जिम्मेवारी बुझ्ने भयो नि तिम्रो छोरो कुरो बुझ्यौ उसलाई सन्चै त छ नि ए प्रकाश दाई तपाईँलाई एक्स्ट्रा बाइट त किन गर्नु छ भन्नुहोस् त हुन त हो नगरेर नि के गर्नु तपाईँको नि मेरो जस्तै टन्नै रिन्छ ए चौधरी प्रकाश दाइले के भयो हस्पिटल लानुपर्छ कि के हो पर्दैन हामीलाई यस्तै भएर हुन्छ औकात हुन्छ धेरै काम गरेछु यस्तै हुन्छ त्यही त आफ्नो त त्यस्तो बारे त थिएन छोरोलाई राति देखिनन् घर आएन कि कसो मम्मी मेरो प्यान्ट किन सिलाइदिनु भएको त्यस्तो जतिको प्यान्ट फ्यासन कि मम्मी फ्यासन तेरा फ्यासन हेर न यो ऱ्याप हो कि ट्याप हो के भट्या छ हेर झुन्ड्याएको के झुन्ड्याएको के भातियो यसो पसलमा बस्नु सघाउनु हुन्न आखिर तेरै हो क्यारा परेछ मलाई पसल गर्न आफू त बिन्दास अरू कहाँ पुलिस आफू पनि गएको पुलिस जाओस् न त जाओस् ऊ त क्या उसका साथीहरू विद्यार्थी भएर जापान गएकी छन् कमाएका पनि छन् रमाएका पनि छन् ओ राजु तँलाई यम दाइले अर्को बाइक खोज्दैछन् होइन गर्ने कि नगर्ने आफ्नो गई फाल्न छ नि हे यो मुला जतिखेर नि यस्तै गर्छ आजले गल्ती भएछ
सुमिमासेन आरिगातो गोजाइमास अस्ति मलाई रेड सिङ्गलमा बजाइदिनु भएकोमा के छैन ए मैले 1 वर्ष अगाडि हजुरलाई काभ्रे गुम्बा गर्दै थिएँ नि ए हो र त्यत्रो 1 वर्ष अगाडिको अनुहार पनि याद हुन्छ र कुनै कुनै अनुहार बिर्सिन गाह्रो हुँदो रहेछ हजुर पनि काममा जान लाग्नु भएको हो ए मेरो पनि आजदेखि नयाँ काम छ लास्टै भाग हुने रहेछ नि त्यो त हो जापानको जिन्दगी पनि लास्टै गाह्रो छ है हो त हस् त बाई बाई यो गाउँको लेला आराडिसी हिटोमा लेला टप लागे कान्छा मेरो नाम Uruseyo, kesa tuyo boka. बुढी गर्नु छ उता तिमीलाई कति हल्ला गर्छ ए मुलाहरू हेलो आमा ढोगे के मानी भएस बाबु सन्चै छस् नि हजुर सन्चै छु आमाहरूको साह्रै याद आइरहेछ यता बाबु ठिक त छ नि तँलाई टाइममा खा टाइममा सुत आफ्नो हेल्थ केयर गर बाबु स्वास्थ्यभन्दा ठुलो कुरोहरू केही छैन स्वास्थ्य छ त सबै छ आफ्नो स्वास्थ्य नै छैन भने केही छैन बाबु ल ल बाबु ल ल हे भगवान् मेरो छोराको रक्षा गरिदिनुहोस् मेरो छोरालाई केही नहोस् टाउको नदुखोस् मेरो छोरालाई परमेश्वर रक्षा गर्नुहोस् सिगतोरो इसुगासी मेहनती गर्ने भएसी कामले पूजा कामले धाम राम 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 गएको पनि जाने हो फारी पनि बोक्ने हो अरू सबै पाल मतलब काम पाते गर्ने हो सिगतोरो इसुगासी मेहनती गर्ने भएसी कामले पूजा कामले धाम राम 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 गएको पनि जाने हो फारी पनि बोक्ने हो अरू सबै पाल मतलब काम पाते गर्ने हो काम 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 यता काम उता काम यता काम उता काम 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 यता काम उता काम यता काम उता काम सानो ठुलो केही छैन सब एकै नास सबले भन्नु पर्छ हाई कामरी मास राम राम काम राम 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 काम 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 ठुलो केही छैन सब एकै नास सबले भन्नु पर्छ हाई कामरी मास राम राम काम राम 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 काम 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 काम
इरासिमासे नास्ता बनाउन नि बाहिर गर्छ गाह्रो छ हौ जापानमा अरे तपाईँ यस्तो बिजी ठाउँमा कसले पर्खिनु भएको मेरो नाम तपाईँ होइन करुणा हो र त यस्तो दाहिरो देखिनु हुँदो रहेछ बाइ द वे मेरो नाम राजु राजु बस्ने अनि तपाईँ सधैँ यसरी झुलेर नै हिँड्नुहुन्छ ऱ्याप नि ऱ्याप ऱ्याप मेरो प्यासन हो ए ऱ्यापर हो मलाई खुब मनपर्छ नेपाल फर्केपछि म यसैले कन्टिन्यू गर्छु ए ढिलो भएन छिटो जाउँ ला तिमी पो भनेछु मैले त माइन त गर्दैनौ नि वी क्यान बी फ्रेन्ड्स त्यसो भए मैले भन्ने कुरा मान्छौ भन न के गर्नु पर्यो मेरो के सामान किन्नु भन्नु थियो ठाउँ पनि थाहा छैन हेल्प गरेस् न हजुर के नै भनेको होला भनेको त जाउँ न पर्सि कोनिचिवा कन्चुवा के छ गम्बाते चल्दैछ नि हाई गम्बरीमास हेर राजु स्टुडेन्ट एक्टिभिटिज र एकाउन्ट सेक्सन मैले नै हेरिरहेको छु हाम्रा नेपाली विद्यार्थीहरूलाई अग्रिम जानकारी गराउनु मेरो कर्तव्य आउँछ तिमीले यहाँ जापानमा जीविका पनि चलाउनु पर्ने हुन्छ 2 पैसा कमाउनु पनि पर्छ अध्ययन पनि गर्नुपर्छ प्रोग्रेस रिपोर्ट र रिजल्ट हेर्दाखेरि तिमीले अर्को लेभलमा अलिकति मिहिनेत त गर्नै पर्ने हुन्छ नत्र भने तिम्रो भिसा थप्न गाह्रो हुन्छ जापानको नियम कानुनमा बसेर काम गर्नु पढाइ पनि अगाडि बढाउनु हुन्छ सर वगारी मास्ता आदिगतो गोजाइमास्ता मैसाब आज हजुर के रोमान्टिक मुड चल्यो हौ प्राकृतिक सुन्दरतामा हराइ बसिनु भएको छ त रोमान्टिक नै हुनुपर्छ अनि के छ खबर आरामै छौ नि आज मलाई यहाँ किन बोलाएको
एक्लोपनले पनि मान्छेलाई निल्दो रहेछ। मनका कुण्ठाहरूले पनि यति थिच्दो रहेछ कि तिमी नै त्यस्तो साथी पाए जसले आफ्नो मनको कुण्ठा पुग्न सकु। सब ठिक हुन्छ। तिमी कसरी जापान आइपुग्यौ? बाध्यता। म एक्लै सन्तान, बुवा बितेपछि सबै जिम्मेवारी आफ्नो काँधमा आयो। अनि आउनु परेन त? हो त, आफ्नो जिम्मेवारी बुझ्नु पर्ने रहेछ। अर्को पनि कुरा छ, सुन न। अरू के कुरा? मलाई कसैले ब्ल्याकमेल गरेर आएको छ। यतिको फोटोमा त कसो लाइक नआउला। के भयो? तेरो बुढी ढलिछ। अघि नै बोलाउनु पर्दैन? दाइजु राम्रोसँग हेर। राम्रोसँग केही राम्रोसँग गर्दैन।気をつけてくださいね。もう今から食べますね。本当に自分のことを気をつけてください。何かあったら言ってくださいね。大丈夫です。気をつけてください。はい、ありがとうございました。助かりました。はい。優しい。ありがとうございます。एप्पुरै हँसाउनु पर्ने छ र म देखाउँछु। गम्मत त मैले गर्ने।大変ですね。大丈夫？はい、大丈夫。大丈夫？大丈夫です。誰か来て。大丈夫？大丈夫ですか？助けてください。大丈夫ですか？救急車呼ぶか？あ、大丈夫です。大丈夫ですか？家帰りたいです。本当。あ、ジバンさん見えた。あ、助かった。
OK。一番さん、助けてください。一緒に。家帰りたいって。大丈夫。お願いします。はい。はい、よろしくお願いします。大丈夫？大丈夫？大丈夫です。はい。पढाउन ठिक छ दाइ ल आराम गर तपाईँ जानु दाइ ल ल ल ल आराम गर यसरी मलाई त जीवन भन्नेले त फोटो देखाएर सधैँ ब्ल्याकमेल गरिरहेछ के गर्ने होला अनि किन त्यस्तो तिमीलाई ब्ल्याकमेल गरेको मैले बुझिन नि ती बुढी आमाले मलाई आफ्नै छोरी चाहिँ सम्झेर आफ्नो पैसा दिएकी थिइन् त्यही पैसामा आँखा लगाएको होला नि त जीवनले ए त्यसो पो पिर नगर के न के सोचाउँला त्यो जीवनको के न के कमजोरी बानी छ नि फोटो खिच्न भनेपछि जे पनि गर्छ तिमी अझ खुसी छैनौ हैन तिमी किन यसो सधैँ हराइरहन्छौ के छ मनमा पीडा बिर्से पनि यादहरू अल्झाउँछन् आत्मालाई कति ठगेर मुस्काएका बाध्यतालाई अङ्गाल्दै आखिर हराउँछ मलाई यो युद्धमा मनको भालाले अतीतको छालले झुक्न जलाउँछ बाध्य बनाउँछ अन्तर्जालमा डुब्न लगाउँछ उडी जा भनी माग्दा पनि चोटका अंशहरू सैयार्दै
कता रे कि बोल्दा बोल्दै कता हराउँछु म त सुने झैन सुनि गर्छु गल्तीको याद छँदैछ पीडा दुईटैले भोगेका छौँ अब यसलाई अन्त्य गरौँ बिरिँदै जाँदा मुटु पनि गुम्सेका साससँग पन्छाउँछ तिमी जता भन्छौ त्यतै मुटु लगी बिसाए भने के आउँछौ आखिर हराउँछ मलाई यो युद्धमा मनको भालाले अतीतको छालले झुक्न जलाउँछ बाध्य बनाउँछ अन्तर्जालमा डुब्न लगाउँछ तिमीलाई कुनै पल बिर्से पनि यादहरू अल्झाउँछ केही पनि पिर नगर भन्ने बेलामा टिकट पाइएन तै पनि लामालाई भनिदिएको छु मिल्छ कि बुबालाई केही नहोस् म पुगेपछि सब ठिक गरिहाल्छु राम्रो डाक्टरसँग देखाइहाल्छु नडौ यार हामीले पनि हाम्रो तर्फबाट केही सहयोग गर्न सक्छौँ ल्याउ यसले पनि बुबाको ट्रिटमेन्टमा केही सहयोग पुग्छ बात पर्दैन ल मसँग छ के बाउलाई ठिक भएपछि म नेपाल आउँछु मलाई 14 रुपियाँ सिकाइदियो है ए लामाको मेसेज आयो टिकट पाइयो रे ल नरो अब भोलिको लागि सामान तयार पार यो भाइले त मलाई नि मात्र आउला जस्तो छ यसलाई फोटो खिच्न भन्नु पर्ने फोटो त भाइ तपाईँले खत्रै खिच्नु हुँदो रहेछ फोटो त म पनि भयङ्करै खिच्छु तर भाइले माने
पछाडिको एङ्गलबाट नि कसैले फोटो खिच्छ ब्याक प्रोफाइल हो दाइ ब्याक प्रोफाइल अलि कानको साइडबाट यो लाइटमा फोटो खिच्यो भने बब्बल आउँछ है बब्बल भाइलाई त लाइट मिलाउनु पनि आउँदो रहेछ झन् यो लाइटमा त कसैले फोटो खिच्यो भने कुरै छोडिँदा म खिच्दिउ दाइ ल निकास खिचौँ अब अलि पछाडि फर्किनु दाइ अलिकति कानदेखि अलिकति गाला अलि साइड एक साइड अलि ढल्किनु त राम्रो आइरहेछ अहिलेसम्म बब्बल आइरहेछ दाइ अझै आकाशतिर फर्किनु ओ वान पिस राख दाइ वान पिस हैट कस्तो झस्काइदिएको तिम्रो मर्नु त हेरेको नि खुसी कुरा छ भन्नु कि नभन्नु भन न त्यस्तो के कुरा हो मैले जीवनको फोनबाट सबै फोटो डिलिट गरिदिएँ नि ए हो र हो त म नेपाल फर्किने विचार गर्दैछु नि किन आमा पनि त एक्लै हुनुहुन्छ बेला बेलामा त पैसा पठाइदिइरहेकै छु तर पनि आमालाई छोरीसँग बस्ने मन होला तर लामो समय सँगै बस्न पाउँदिन होला किन गएपछि त सँगै त होला नि छोरी मान्छे हो सधैँ त सँगै कहाँ हुन्छ र त्यो त हो हेर न कस्तो राम्रो गीत गाएको कस्तो त बुझिन भाव र ट्युनिङ चाहिँ कस्तो राम्रो है तिम्रो हात त ऱ्यापको तालमा चल्नु पर्ने हो गिटार पनि बजाउँछौ कि क्या हो सबै सङ्गीत त छोइहाल्छ नि सङ्गीत त सङ्गीत नै हो तरिका मात्र फरक के कसो तिमीलाई गिटार बजाउन मनपर्छ हो मनपर्छ नेपालमा अलिअलि बजाउँथे पाए त बजाइहाल्छ नि भोलि काम छ जाम
ただいま電話に出ることができません。ただいま電話に出ることができません。いらっしゃいませ。はい、いらっしゃいませ。いらっしゃいませ。いらっしゃいませ。はい、いらっしゃいませ。ल यो मेरो सम्झना तिमीलाई उपहार। के भयो तिमीलाई? किन कहिलेकाहीँ यस्तो भइरहेको छ। सुरुमा हामी 3 जनाले मात्र गरे डेढ बिघा हुन्छसम्म। आशीर्वाद छोरा। हजुरले आमालाई कस्तो छ? हामीलाई ठिकै छ बाबु। अनि तँलाई कस्तो छ नि? मलाई त ठिकै छ बुवा। अनि हाम्रो पसल कस्तो चल्दैछ बुवा? राम्रो चल्दैछ बाबु। यहाँबाट अलिकति लिएर जान्छ, यहाँबाट देखाजी गरेर अरूले सुरु गर्नु भएको छ, अरूकोबाट लिएर जान्छ। गर्छु भने त किन हुँदो रहेछ र? सुरुमा गाह्रो हुने त हो नि। फेरि देशको ताल पनि त्यस्तै छ। किन के भयो दाइ?
हेर त यी दुईटा केटाहरू कोरियाबाट फर्केर कस्तो राम्रो काम गरिरहेछ। कृषि व्यवसाय एकदम राम्रो गरिरहेछ। देख्दाखेरि त आफैले जाउँ जाउँ जस्तो लाग्छ। पैसा त जम्मा होस्, नेपाल गएपछि केही गर्नुपर्छ। हो दाइ, गर्नुपर्छ। असाध्यै चौधरी बुवालाई कस्तो भयो भाइ? त्यही त चौधरीको पनि के भएको नि, यता करणसँग कन्ट्याक्ट नभएको पनि धेरै भयो। फोन गर्छु स्विच अफ मात्र भन्छ, ऊ पनि गर्दैनन् कुन्नी। कस्तो पिर पर्यो। अलिक दिनमा गलिन् नि, केही कुरामा बिजी होलिन्। अनि आज के छ त प्लान? आज शङ्कर फिल्म जाने होइन? लौ जाउँला भइहाल्यो नि त। लौ फेर यिनीहरूको माया अब त लेभल पनि सकिने लाग्यो। के छ त साथीहरू विचार? हेर्दै जाउँ, केही त होला नि। म त अब दाइ गएको जाने हो। त टोला रोस आफू त दिवस आएको गइन्छ। ओइ के भयो तँलाई? टोलाइ मात्रै रहन्छस् त, बोल्दा नि बोल्दैनस्। करुणासँग कुरो नभएको नि धेरै भयो खै। ए हो, 1 महिना अगाडि सिटी हस्पिटल अगाडि देखेको थिएँ। के भएछ कुन्नी? लेडिज प्रब्लम होला नि, साधारण कुरा हो। त्यो त ठिक भइहाल्छ नि, किन चिन्ता लिन्छस्? ल केटा हिँड जाऊँ। रातको अन्धेरीमा कुर्दै बसेको तिमीलाई रातको अन्धेरीमा कुर्दै बसेको तिमीलाई बादलले तारा छेकेमा चम्किनु तिमी हात समाई मेरो हात समाई पर्खिन्छु म तिमीलाई पर्खिन्छु म तिमीलाई सास मेरो रहेसम्म सास मेरो रहेसम्म बित्दै अतीतका रङ आँखाकै अघि सम्झना भई बितेका पल बग्दछ खोलासरी जुनको शीतलता छर्देऊ न माया मुटुभरि रातको अन्धेरीमा कुर्दै बसेको तिमीलाई
करुणा भित्र छिन्, भित्र जान पाइँदैन होला, बोलाइदिन मिल्छ? मैले गर्दा फोन पनि लाग्दैन, फोन पनि गर्दिनन्। भन्नुहोस् न के भयो? भगवानले पनि मलाई माफ गर्दैनन् होला। ममा कुन अगत्य आत्माले बास गरेछ, त्यति राम्री देवीलाई नराम्रो बनाउन खोजे, धिक्कार छ मलाई। भन्नुहोस् न के भयो, भन्नुहोस् न। सायद नियति, कर्तव्य, समर्पण सबै यही नै हो। प्रिय राजु, आफैलाई धोकामा राखिरहेको उधारो जीवन जिरहेकी मलाई पक्कै माफ गर्छौ होला। राजु, आफ्नो लक्ष्य पुरा गर्न बढेको तिम्रो पाइलामा म बाधा बन्न सक्दिनँ थिएँ। मेरो टाउको ब्रेन ट्युमर भन्दा तिमीबाट यो कुरा लुकाउन मलाई धेरै भारी भएको थियो। तिम्रो आँखामा आँसु म सहन सक्दिनँ थिएँ राजु। मेरो लागि बाँकी जीवन कटाउन तिम्रो साथ र तिम्रो माया सहारा भयो। तिमीलाई धन्यवाद दिएर तिम्रो साथ टुङ्गाउन चाहन्न। म नरहे पनि सायद हाम्रो सम्बन्ध सधैँ रहिरहनेछ। तिमी सफल भएको म हेरिरहने हुन्छ। मसँग भएको पैसा जीवनदायीले दिनुहुनेछ। तिम्रै हातले आमालाई पैसा देऊ है। आमाको ख्याल राख है। मेरो शोक नमनाऊ, पाइला अगाडि बढाउँदै जाऊ। तिम्रो करुणा। बुवा, म हजुरलाई सघाउन आउँदैछु। यो मेरो सम्झना तिमीलाई उपहार। पाइला बढिरहन्छ, रोकिँदैन करुणा। यो मेरो सङ्कल्प छ।